भएको यसरी? यसरी मान्छे मर्ने गरेर घाँटी अचेटेपछि नहानेर के गर्नु त अनि? होइन के भन्नुहुन्छ यो बुढो? मैले कतिखेर घाँटी समाते तपाईँको? किन डराएको? हाम्रो धन्दामा डर र त्रासको केही मतलबै हुँदैन। चुप लागा तिमीहरू। जे नहुनु थियो भइसक्यो। रात गयो बात गयो, त्यसको टेन्सन लिनुहुन्न। माया माया कहाँ छेउ के गर्दैछौ? दादाहरू तनावमा हुनुहुन्छ, अब हामी के गर्नु? यसो गर्नु के गर्ने? के अब हामीले के गर्ने? अब के गर्ने भनेपछि यसो अब हेर, माया कसरी बढाउने भनेपछि ल सुन्नुहोस् झाँक्री बा, हामीलाई के थाहा? त्यसो भए तिमी न डार्लिङ, हिजो आज फोन कोसँग बिजी हुन्छ? तिम्रो फोन किन उठ्दैन त? किन उठाउनु त केटाको फोन? के भन्छ तँले? मसुकुन गुन्डा रे, मसुकुन गुन्डा रे, मसुकुन गुन्डा। प्लिज मेरो दिदीलाई छोडिदिनुहोस् न, प्लिज छोडिदिनुहोस् न, तँले मलाई छोडिदिनुहोस् न प्लिज। है काम सक्यो, ल जाउँ अब। ल जाउँ केटा, ल। खासमा भएको कुरा यही हो। ओहो नानी, तिमीहरूले त ठुलो अन्याय गरेको रहेछ। मैले सक्ने सहयोग म एकचोटि गर्छु, तिमीहरू मेरो आश्रममा भेट्न आऊ।